नमस्कार, स्वागत छ कार्यक्रम सहभागितामा। म कल्पना भण्डारी। राज्यका निकायलाई खबरदारी गर्ने, सरकारवालालाई बिउझाउने अनि आवाजविहीनहरूको आवाज प्रस्तुत गर्ने यो तपाईको आफ्नै कार्यक्रम हो। यति बेला मुलुकमा बदलिदो राजनीतिक परिवर्तनले नागरिकलाई केही राहत दिलाएको छ। 5 महिनादेखि जारी तराई आन्दोलनले स्वरूप परिवर्तन गरे लगत्तै नाकाबन्दी हटेको छ। यसले गर्दा जनजीविकामा केही सहजता मिलेको छ। तर यो सहजताको पूर्ण अनुभूति भूकम्प प्रभावितले भने गर्न सकेका छैनन्। आजको कार्यक्रममा हामी भूकम्प प्रभावितको जनजीविका सहज बनाउन भइरहेका प्रयास र द्वन्द्व, प्राकृतिक विपद र राज्य निर्माणको अन्तर्सम्बन्ध बारेको सामग्री प्रस्तुत गर्छौं। आउनुहोस् सुरु गरौं आजको सहभागिता। भूकम्प गएको लामो समयसम्म पनि प्रभावितलाई सम्बोधन गर्ने गरी ठोस कार्यक्रम सञ्चालन गर्न सकिएको छैन। यसले गर्दा भूकम्पबाट अकल्पनीय क्षति भोगेका र अझैसम्म पनि सामान्य जस्ताको टहरामा जीवन गुजारा गरिरहेकाहरूको जीवन कष्टपूर्ण बनेको छ। तर उनीहरूका समस्या थोरै भए पनि समाधानका लागि केही प्रयास भने भइरहेका छन्। कार्यक्रमको पहिलो खण्डमा भूकम्पबाट अति प्रभावित काठमाडौँ जिल्लामा भइरहेको यस्तै प्रयास बारेको यो सामग्री प्रस्तुत गर्छौं। दुई 2072 साल वैशाख 12 गते गएको शक्तिशाली भूकम्पबाट प्रभावित जिल्ला मध्येको एक काठमाडौँ जिल्ला पनि हो। वैशाख 12 र त्यसपछिको शक्तिशाली प्रकम्पनबाट क्षति भोगेको यो जिल्लाका प्रभावित मध्येकी एक पवित्र तिवारीले व्यक्त गर्नुभएको पीडाले जो कोहीको मन छुन्छ। चोट त धेरै चोट लाग्यो। हेर्नुहोस् कस्तो चोट भन्नुहुन्छ भने अब सम्झना केही आउँदैन मलाई। यहाँ अहिले केही दराजहरू खोलेर राख्यौँ भने खोजै हुन्छु। त्यो चेत उडेको हो। अब बच्चा यता देवरका बच्चाहरू 4वटा मरे, छोरा एउटा, छोरी 2टा है। अब त्यो पनि तिनटी छोरी गरेर 4वटा भए, मरे। त्यो पनि चोट पर्यो नि आफन्तमै भयो, आफ्नो वंशमा है। अनि अब बुढाभित्रै हुनुहुँदो रहेछ। बुढाभित्र भएको पनि थाहा छैन। लौ बाबुहरू सके मात्रै आएछ मनमा। अब केही चाहिँदैन। अब सबै सक्यो। आफू नि मर्ने बाँच्ने थाहा छैन। को मर को बाँचो। छोराहरू काठमाडौँमा, एउटा छोरो यहाँ थिए। यहाँ यो घरमा वस्तु सबै पुरिए। छोरो एउटा चाहिँ परेछन्। पर्दाखेरि अनि गरेर बसिरहेका छन् छोराले। बुहारी बाठी भएर बुहारी चाहिँ बाहिर भएको हुनाले आएर झिकेछिन्। हेर्नु चोट त धेरै चोट लाग्यो। बुढा दमको रोगी हुनुहुन्छ। पत्ता भुङ्गा नि छैन। हो त्यस्तो छाप्रामा बसिया त त्यही हो छाप्रो। अब बुढाबुढी जाडो हुन्छ। रातभरि यसै छोपियो। गाह्रो छ। भूकम्पबाट तुलनात्मक रूपमा धेरै मानवीय तथा भौतिक क्षति भएको काठमाडौँ जिल्लाको शङ्करापुर नगरपालिकामा तिवारीको जस्तै पीडा भोग्ने धेरै छन्। हरे शिव कुरा नगरौँ। बर्खामा पानीले अब राति यसो एक ठाउँमा चाहिँ पाल टाँगेर बसिया छ। पानी बतास पानी आउँछ। रातभरि त्यो जागा बसेर रात त्यो बतास पानीमा चाहिँ त्यो पाल समातेर रात पनि बिताइयो। अब अहिले जाडो छ, हावा आउँछ, बतास आउँछ। अब लुग्लुग्लु काम छुट्छ। ओढौँ त्यही त हो नि। अब भएको सबै झिरिपी भइगयो होइन भने यस्तै दुःख त धेरै कष्ट भोग्नु परेछ सर। दुःख त्यही हो नानी। खोइ यस्तै घरमा हो कि अब छाप्रोमा बस्नु परेछ। अनि छाप्रोमा बसेर त्यस्तो जाडो छ कि धेरै गाह्रो भएको छ हामीलाई। अब नखाउँ भने भएन, नगरौँ भने भएन। गाह्रै छ हामीलाई। अब लुकलुक काम छ, खानु पकाउनु परिहाल्यो। एक्लै छ हो कि धेरै कष्टको जीवन बिताइरहेछन्। अब यस्तो छाप्रो छ होइन, तप राति पानी चुइन्छ होइन, चिसोले। अब के भनौँ, अब बुढाबुढी अब साना बच्चाहरू हुन्छन्, त्यसको त लास्टै बिजोग भएछ। भूकम्प लगत्तै सरकारका साथै विभिन्न सहयोगी संस्थाले दिएको राहत सामग्रीले शङ्करापुर नगरपालिका नाङले भारेका भूकम्प प्रभावितलाई केही सहजता मिल्यो। यस्तै सहयोगले जसोतसो सामान्य टहरामा गुजारा गरिरहेकाको पीडालाई भने चिसोले थप पीडा दिने काम गरेको छ। त्यसैले यहाँका भूकम्प प्रभावितले अब सुरक्षित घरको माग गरिरहेका छन्।
अब एउटा छाप्रो बनेर राम्रोसित बुढाबुढी सास फेर्न पाए हुन्थ्यो भन्ने जस्तो लाग्छ। अब के गर्ने हेर्नुहोस्, अब बनाउन सक्ने शक्ति पनि छैन, कसले बनाइदिनु। मुख्य कुरा सबैभन्दा ठुलो हाम्रो बस्ने बास भएन। बस्ने बासै नभएपछि त अब घाँस भन्ने खालको कुरो त अब खोजमेल गर्ने, ज्याला गर्न सक्ने ज्याला गर्ने होइन। अब मुख्य कुरा हामीलाई धेरै दुःख भएको छ बासले। मेरो विचारमा चाहिँ यो मेरै नभन्दा पनि यो पुरै गाउँको लागि चाहिँ होइन, सबैजनाले चाहिँ घर बनाउन सक्ने क्षमता छैनन् होइन, घर बनाउन सक्ने छैनन्, जसको लागि चाहिँ अब घरको लागि चाहिँ विशेष पहल गर्न पाएदेखि अझ राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो धारणा। छोराले अलिअलि गएर घर चाहिँ बनाइदिएदेखि केही थाहा छैन बाबु। भूकम्प गएको पनि लामो समय भइसकेको छ, तर भूकम्पबाट प्रभावित अहिले पनि अनेकौं समस्यासँग जुधिरहेका छन्। अहिलेको मौसम चिसो छ। यो चिसोबाट बच्न यी भूकम्प प्रभावितलाई न्यानोको कतिसम्म खाँचो छ भन्ने कुरा यहाँ वितरण हुन लागेको न्यानो कपडाले पनि पुष्टि गरेको छ। न्यानोको लागि वितरण गर्न लागि यो राहत लिन यी भूकम्प प्रभावितले घण्टौँसम्म कुरेका छन्। म आज 11 बजेदेखि कुरेको, पर कुरियो, पर आउँछ अरे गाडी भनेर पर गाडी गएनछ। अनि यहाँ आइपुग्दा पनि 2 ठाउँमा बसेर उभिएर दम भनौँ अलिकति दमको रोग छ। यहाँ आइपुग्नु मलाई बडा कष्ट भयो र आएर अनिखेरि यो दिनुभयो। अब आज चाहिँ तातामा यो ओढेर सुत्दाखेरि ताता आउला भन्ने चाहिँ आशा छ। बिहान 10 बजेदेखि गएर बस्या पाइन्छ। अब नलाउने लुगानी हो कि न के हो, के आउने हो नआउने जेल भनेर साह्रै खुसी भएर बस्छ। हुन त अहिलेसम्म नाङ्गो बसिया छैन, अलिअलि आङ छोपिया छ। तैपनि दिन्छ अरे भन्दा साह्रै कतिखेर आउँछ, के ल्याउने होला, के दिने होला हामीलाई। हामीले अरूलाई दिएर धर्म गर्न सकेनौँ, अरूले दिया लाउन पाउँदा नि साह्रै खुसी छौँ। बिहान 9 बजेदेखि गएर बसेँ म, साह्रै भोक लाग्यो, पसलतिर केही खाउँ भने नि भएन है। अनि घर आएर चिया पकाएर खाएर अनिखेरि गएको फेरि। यस्तो राहत पाएकाको अनुहारमा देखिएको खुसी अनि यो सन्तुष्ट आवाजले सहयोगी संस्थाले दिएको यो सहयोग उनीहरूका माग र आवश्यकतामा आधारित देखिन्छ। अब ओड्नु पाएपछि खुसी भएन, ओड्नु पाएपछि खुसी भयो। ओछ्याएर ओढेर बस्न नपाएको बेला सबै पुरिएका बखत यस्तो पाउँदा धेरै खुसी लाग्छ। साह्रै खुसी छौँ हामी। नाङ्ले भारेमा भूकम्पबाट लडेका घर अनि पीडामा परेका मन फेरि उठ्ने प्रयासमा छन्। यसमा सहयोग पुर्याउने सङ्घ संस्थाले गरेको सहयोग पनि सकारात्मक छ। तर भूकम्पले दिएको पीडालाई पूर्ण रूपमा सम्बोधन गर्न पर्याप्त भने छैन। नेपाल 10 वर्षीय द्वन्द्वबाट गुज्रिएको एउटा विकासोन्मुख देश हो। द्वन्द्वका कारण आर्थिक रूपमा पछाडि परिरहेको देश फेरि एकपटक ठूलो भूकम्पको धक्काले प्रभावित भयो। धनजनको क्षतिको पीडामा बाँचिरहेका दूरदराजका पीडित जनताले सरकारको प्रत्याभूत गर्न सकिरहेका छैनन्। जनताले सरकारको अनुभूत गर्न नसक्दा त्यसले राज्य र जनता बीचको सम्बन्धमा नकारात्मक असर पुग्न सक्छ। त्यसको दीर्घकालीन प्रभाव सायदै कसैले सोचेको होला। त्यसैले आज हामीले यो विषय उठान गरेका छौँ, द्वन्द्व, प्राकृतिक विपद र राज्य निर्माणको अन्तर्सम्बन्ध। अब हेरौँ यसै सम्बन्धमा छलफल गरी तयार पारिएको यो सामग्री अबको खण्डमा। आज हामी द्वन्द्वविद डाक्टर विष्णुराज उप्रेतीसँग कुराकानी गर्दैछौँ। उहाँ हाम्रो स्टुडियोमा हुनुहुन्छ। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। स्वागत छ डाक्टर साहब। धन्यवाद काकुले। यहाँको लामो अनुभव छ द्वन्द्वको क्षेत्रमा। द्वन्द्व र यसको सामाजिक प्रभावको विषयमा पनि, राज्य संयन्त्रमा पार्ने प्रभावको विषयमा पनि थुप्रै अध्ययन अनुसन्धानमा पनि संलग्न हुनुहुन्छ। आजको कार्यक्रममा हामी विशेष गरी चाहिँ यो द्वन्द्व, प्राकृतिक विपद अनि राज्य निर्माणमा चाहिँ यसको कस्तो प्रभाव अथवा भनौँ कस्तो असर पर्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्छौँ। तर कुराकानी गर्नुभन्दा अगाडि म यहाँसहित हाम्रा दर्शकहरूलाई पनि एउटा रिपोर्ट देखाउन चाहन्छु। सबैभन्दा पहिले त्यो रिपोर्ट हेरौँ। विश्व ब्याङ्कको सन् 2011 को प्रतिवेदन अनुसार 15 करोड भन्दा बढी जनता द्वन्द्वरत मुलुकमा बसोबास गर्छन्।
द्वन्द्व प्रभावित मुलुकमा प्राकृतिक विपदले सिर्जना गरेका प्रभाव पनि बढी देखिन्छ। अर्कोतर्फ जलवायु परिवर्तनको असरले प्राकृतिक विपदका घटना बढ्छन्। सोही अनुसार प्राकृतिक विपदले द्वन्द्व र तनाव सिर्जना गर्छ। यसो भनिरहँदा विपदले द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने अवसर पनि प्रदान गर्छ। उदाहरणका लागि इन्डोनेसियाको आँचेमा सन् 2004मा आएको सुनामीपछि वर्षौंदेखि जारी पृथकतावादी सशस्त्र द्वन्द्वको अन्त्य भयो। नेपालमा पनि भूकम्पपछि एकाएक राजनीतिक सहमतिको वातावरण बन्यो, जसको जगमा उभिएर संविधान जारी गरियो। यी तथ्यले यो स्पष्ट पार्छ कि विपद र द्वन्द्वबीच मिश्रित सम्बन्ध हुन्छ। विश्वभर भएका विभिन्न द्वन्द्व र विपदबीच सकारात्मक तथा नकारात्मक सम्बन्ध भएको देखाएको छ। विपदपछि उत्पन्न हुने खाद्य सङ्कट, बेरोजगारी, आवश्यक वस्तुको अभाव जस्ता कारणले द्वन्द्व र सामाजिक तनाव बढ्न सक्छ। स्रोत बाँडफाँडमा असमानता, विभिन्न अवसरमा पीडितको पहुँच नपुग्नु, केन्द्र र स्थानीय जनताबीच सञ्चार सम्बन्धमा अवरोध आउँदा विभिन्न समस्या उत्पन्न हुन सक्छन्। यी सबै कारणले सामाजिक पुँजी र विकासलाई कमजोर बनाउँछ, जसले द्वन्द्वलाई बढुवा दिन्छ। सन् 1975 देखि 2002 सम्म 185 वटा देशमा गरिएको अध्ययनले भूकम्पपछि द्वन्द्व सिर्जना भएको देखाएको छ। तसर्थ विपद जोखिम व्यवस्थापनमा यी सम्भावित द्वन्द्वको समयमै निराकरणतर्फ ध्यान जान आवश्यक छ। डाक्टर साहब, यहाँले पनि हेर्नुभयो यो रिपोर्ट। यसमा पनि भनिएको छ कि यो विभिन्न अध्ययन अनुसन्धानका आधारमा हामीले यो रिपोर्ट तयार गरेका हौँ, यो हाम्रो बुझाइ हो। तर यहाँले काम गर्नुभएको अनुभवको आधारमा भन्नुपर्दाखेरि चाहिँ यो विपद र द्वन्द्वबीच चाहिँ कस्तो अन्तर सम्बन्ध हुन्छ? संसारभरि स्थापित भएको मान्यता के छ भने विभिन्न विद्वानहरूले धेरै देशमा लामो समयसम्म भूकम्प र द्वन्द्व र देशहरूको भूकम्पको अवस्थापछि अध्ययन गरेर हेर्दाखेरि मुख्य गरी 4वटा कुरो देखाएको छ। एउटा कुरो के हो भने साधन स्रोतमाथिको दबाव बढेर जान्छ। भूकम्प अथवा कुनै पनि प्राकृतिक विपत्ति प्रकोपहरू आउँदाखेरि र द्वन्द्व दुवैमा लिमिटेड साधन स्रोत हुन्छ नि, त्यसमाथिको यो एक आपसमा आवश्यकता अनि त्यसपछि त्यसमा यो इलाइटहरूले त्यसलाई नियन्त्रण गर्ने प्रक्रिया, पहुँचवाला वर्गहरूले मात्रै त्यसलाई नियन्त्रणमा हो। एक्ज्याक्टली, त्यसमा नि इलाइटहरू भनौँ न, शासकहरू जो पावरमा छन् तिनीहरूले बढी नियन्त्रण गर्ने कारणले जनताहरू समक्ष नपुग्ने एउटा। दोस्रो, प्राकृतिक प्रकोपले गर्दाखेरि त्यो पीडित जनता समक्ष पुग्नै गाह्रो हुन्छ। हाम्रै देशमा पनि देखियो, जसलाई यथार्थमा आवश्यक भएको त्यहाँसम्म पुग्न नसकेपछि उनीहरूमा असहायताको भावना बढ्ने, निराशा बढेपछि राज्यप्रतिको चाहिँ आस्था घट्दै जाने अनि असहायपन बढ्दै जाने र त्यसले गएर अन्तिममा गएर राज्य र जनताको बिचको सम्बन्ध नै विच्छेद हुँदै जाने र त्यो भइसकेपछि झन् अरू द्वन्द्वहरू थपिँदै जाने। जब मानिसमा निराशा हुन्छ, असहायताको भावना हुन्छ, त्यसपछि अनि उसले प्रतिरोध गर्न थाल्ने। यस्तो कारणले त्यो सम्बन्ध एउटा देखिन्छ। अर्को, प्राकृतिक प्रकोपको बेलामा पनि द्वन्द्वको बेलामा पनि सञ्चारको माध्यमहरू, जनतासँगको प्रत्यक्ष सम्पर्कहरू बिस्तारै टुट्दै जान्छन्। प्राकृतिक प्रकोपमा त ठाडै सबै क्षतविक्षत नै भएर पनि टुटेको हुन्छ र द्वन्द्वको समयमा यसलाई नियन्त्रण गरेर राज्य र विद्रोहीहरूले नियन्त्रण गरेर एकतर्फी बनाउने, त्यसपछि गएर गलत खालले सञ्चारलाई प्रयोग गर्ने, गलत इन्फर्मेसनहरू दिने आफू जित्नको लागि। यस्तो कारणले गर्दाखेरि जनताले सही सूचना नपाएर सम्पूर्ण प्रक्रियाहरूलाई अवरोध पुग्दै जाने दोस्रो देखिन्छ। अर्को त्यतिकै महत्त्वपूर्ण चाहिँ के छ भनेदेखि तपाईँको यो सामाजिक पुँजीको क्षयीकरण हुन्छ। समाजमा मिलेर बस्ने, एक आपसलाई सहयोग गर्ने, एउटाले अर्कालाई सम्मान गर्ने जुन एउटा सामाजिक पुँजी हुन्छ नि समाजमा, खास गरी विकासोन्मुख देशहरूको समाजको त्यो अत्यन्त महत्त्वपूर्ण पुँजी हो। एक अर्कालाई अप्ठ्यारो पर्दा सहयोग पुर्याउने, यसमा चाहिँ असर पर्दै जान्छ, नकारात्मक असर पर्छ। किनभने
मान्छेहरूले त्यति बेला तत्कालको लागि आफ्नो सहायता खोजिराखेको हुन्छ अनि सहायता पाउँदैन। सहायता नपाएपछि निराशा बढ्दै जान्छ। निराशा बढेपछि एक अर्काप्रति पनि उनीहरूको चाहिँ सकारात्मक भावना रहँदैन। हाम्रो नेपालको केसमा यो कम देखियो। अहिलेको भूकम्पको सवालमा यो सामाजिक पुँजी अहिले पनि बढी प्रभावकारी नै देखियो, किनभने सबैले एक आपसमा सहयोग गरे। तर द्वन्द्वले प्रत्यक्ष प्रभाव पारिराखेको ठाउँमा यो एकदम कम देखिन्छ, किनभने त्यहाँ चाहिँ समाज अलरेडी विभाजित भइसकेको हुन्छ। यी असरहरू महत्त्वपूर्ण असर हुन्। तर अर्को ठुलो असरमा चाहिँ के देखिन्छ भने दुईटा चरित्र देखिएको छ। तपाईँले उठाएको प्रश्नमा प्राकृतिक प्रकोपहरू र द्वन्द्वको कस्तो सम्बन्ध छ भन्दाखेरि अत्यन्त ठुला प्राकृतिक प्रकोप परेको छ भने त्यसले द्वन्द्व र देशहरूको द्वन्द्वहरू समाधान गर्नलाई मद्दत पुर्याउँछ। ठुलै सकारात्मक पाटोबाट हेर्दाखेरि उदाहरणको लागि एउटै उदाहरण हेरौँ न, 1976 भूकम्प गएको ग्वाटेमाला र निकारागुआमा 1976 र 78 भूकम्प गएको थियो। त्यो भूकम्पले त्यहाँको द्वन्द्व चर्किराखेको द्वन्द्वलाई न्यूनीकरण गरायो। अब आचेको तपाईँहरूले यहाँ पनि देखाउनु भयो, त्यहाँ चाहिँ पृथकतावादी द्वन्द्व आचेलाई इन्डोनेसियाबाट छुट्याउनु पर्छ भनेर त्यहाँका स्थानीय आदिवासीहरूले लडाइँ लडिरहेका थिए। लामो समयदेखिको लडाइँ थियो त्यो। तर के भयो, जब सन् 2004 मा यो इन्डोनेसियाको सुमात्रा क्षेत्रको नजिकैको समुद्रमा 9.1 रेक्टर स्केलको ठुलो भूकम्प गयो। त्यो भूकम्पले सुनामी ल्याइदियो। त्यो सुनामीले चाहिँ तपाईँको यो इन्डियन ओसन हिन्द महासागरको छेउदेखि लिएर प्रशान्त महासागरको छेउसम्मका थुप्रै देशहरू 12वटा देशहरूलाई त्यसले नराम्रोसँग असर पुर्यायो। झन्डै 2,60,70,000 मान्छेहरू मरे। त्यो भइसकेपछि त्यो सुनामीको प्रभावले के गर्यो भने आचेमा चाहिँ त्यो पृथकतावादी आन्दोलन पूर्ण रूपमा अन्त्य नै गरिदियो। उनीहरूले त्यसपछि सबै मिलेर पूर्ण रूपमा पुनर्निर्माण गर्नु पर्यो। सबै पुनर्निर्माणमा लागेर त्यो पृथकतावादी आन्दोलन टुटेरै गयो। असर अलिक कम भएको श्रीलङ्कामा थियो। श्रीलङ्कामा त्यही सुनामीको कारणले तपाईँको द्वन्द्व झन् चर्क्यो। त्यति बेलाको लिट्टे र सरकारको बिचको द्वन्द्व अझ चर्केर गयो त्यो सुनामीपछि। एउटै घटनामा किन त्यस्तो भयो त भन्दाखेरि क्षतिको असर इन्डोनेसियाको आचेमा अत्यन्तै ठुलो थियो, श्रीलङ्कामा कम थियो। त्यो त्यसरी असर गर्दो रहेछ भन्न खोजेको। ठुलो खालको प्राकृतिक विपद पर्यो भनेदेखि त्यसले द्वन्द्व समाधानमा योगदान पुर्याएको देखिन्छ। तर मध्यम खालका प्राकृतिक विपदहरू हुँदाखेरि चाहिँ त्यसले अझ द्वन्द्वलाई चर्काएको देखिन्छ। जस्तो यो द्वन्द्व र विपदको जुन अन्तर्सम्बन्धको कुरा गरिरहँदाखेरि भूगोलले अथवा देशको आर्थिक विकासले चाहिँ कतिको असर पार्छ, अथवा भनौँ विकसित र विकासोन्मुख मुलुकहरूमा चाहिँ ठुलो असर पार्छ। तपाईँको एउटा कुरो त तपाईँले सरस्वती हेर्नुभयो भने केही अपवादलाई छोडेर बहुसङ्ख्यक गरिब विपन्न अथवा विकासोन्मुख देशहरूमा द्वन्द्व भएको छ। नर्दन आयरल्यान्ड लगायतका केहीलाई छोडेर ठुलो हिंसात्मक द्वन्द्वको कुरा गर्दाखेरि र प्राकृतिक विपदको कुरा गर्दाखेरि त तपाईँको एउटै स्केलको प्राकृतिक विपद हुँदाखेरि विकसित देशहरू विकासोन्मुख देशहरूमा विकसित देशहरूमा भन्दा 100 गुणा बढी पनि असर गर्दो रहेछ। हाम्रोभन्दा केही समयपछि चिलीमा भूकम्प गयो नि, हाम्रोभन्दा ठुलो भूकम्प गयो होइन। तर त्यहाँ मान्छे मारिएको सङ्ख्या हेर्दाखेरि एकदमै नगण्य थियो। हामी कहाँ त्यत्रो 8,500 9,000 मान्छे मारिए। भन्नु खोजेको के भने तपाईँको पूर्व तयारीका प्रावधानहरू त्यहाँ दह्रो हुन्छ, जानकारीका प्रावधानहरू दह्रो हुने भयो, प्रविधिको प्रयोग भएको हुन्छ। अब विकसोन्मुख देशहरूमा हुँदैन। त्यसमा पनि द्वन्द्व र देशहरूमा त के हुन्छ भने तपाईँको राज्यको महत्त्वपूर्ण साधन स्रोतहरू, सीमित रूपमा रहेको साधन स्रोतहरू युद्धको व्यवस्थापनमा लागेको हुन्छ। हाम्रै केसमा नेपालकै केसमा भन्नुभयो भने तपाईँले सन् 2000 देखि सन् 2005 सम्मको नेपालको बजेटको
यो एलोकेसन हुन्छ नि त्यो हेर्दाखेरि तपाईँको द्वन्द्वको लागि बजेट बढ्दै गएको छ। सामाजिक सुरक्षाको लागि स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा खानेपानी जस्ता विकासका आधारहरूमा बजेट कम भएको छ किनभने कुल बजेट त एउटै हुन्छ। त्यसले गर्दा जब तपाईँले यस्ता खालका पूर्वाधारहरूमा अग्रिम सूचना प्रणालीमा त्यसपछि गएर त्यसको लागि सामना गर्न आवश्यक पर्ने संरचनाहरूमा लगानी गर्न सकिँदैन, त्यो बढिहाल्छ। त्यस कारणले प्राकृतिक प्रकोपको असर एउटै मात्राको एउटै तहको इन्टेन्सिटी एउटै हुँदाखेरिकोमा पनि तपाईँको देशको कुन स्तरको विकास छ त्यसले प्रभाव पार्दो रहेछ। त्यसमा पनि द्वन्द्व भएको देशहरूमा त प्रत्यक्ष प्रभाव पारि नै हाल्छ। यो अलिकति हाइपोथेटिकल क्वेसन पनि हुनसक्छ यहाँलाई। जस्तो नेपालमा 10 वर्ष द्वन्द्व भयो, त्यो बेला पनि अहिले जुन भूकम्प आएर हाम्रो सामाजिक क्षयीकरण भएको छैन, हाम्रो लागि सामाजिक पुँजी कायमै छ भनेर यहाँले भनिरहँदाखेरि 10 वर्ष द्वन्द्वको समयमा यति ठुलो भूकम्प अथवा ठुलो प्राकृतिक विपद आएको भएदेखि त्यो बेलाको द्वन्द्व पनि यसरी अन्त्य हुन सक्थ्यो भनेर हामी भन्न सक्छौँ कि सक्दैनौँ? एउटा यो तुलना चाहिँ गर्न सकिने भयो किनभने यो हाम्रो संविधान बन्ने प्रक्रिया पनि त त्यसको एउटा सानो उदाहरण हो नि होइन। यस्तो पनि भन्न मिल्छ भूकम्प तत्काल गयो, संविधान जारी गर्न तत्काल दलहरू सहमत भए, फेरि पनि समाज आफ्नै उसमा फर्किन थालेपछि फेरि दलहरू छुट्टिएको हुन्। त्यो त निश्चितै हो। अब यो द्वन्द्वको मनोविज्ञान नै कस्तो हुन्छ भने तपाईँको एउटा अवसरलाई जहाँ आफ्नो राजनीतिक प्रभाव पार्ने अवसरहरू राजनीतिक शक्तिहरूले देख्छ त्यति बेला त्यो ठाउँमा उनीहरू प्रवेश गरिहाल्छन्। त्यसको राजनीतिको मनोविज्ञान खास गरी द्वन्द्व देशहरूमा राजनीतिको मनोविज्ञान के देखिएको छ भने अफ्रिकी देशहरूमा पनि धेरै देखिन्छ। तपाईँको जहाँ सकिन्छ त्यहाँ आफ्नो प्रभाव बनाउने। अब अहिले यो भूकम्पले हामीलाई थुप्रै खालका पाठहरू त सिकाएको छ, तर त्यसले राजनीतिज्ञहरूलाई राजनीतिक पार्टीहरूलाई फेरि पनि त्यसै गरी ती साधन स्रोतमाथि नियन्त्रण गर्न त्यसपछि गएर ती उपलब्ध स्पेसहरूलाई राजनीतिकरण गर्नको लागि ठाउँ पनि दिएको छ। उदाहरणको लागि भोलि गएर तपाईँको जब जिल्लामा निर्माण पुनर्निर्माणका कामहरू सुरु हुन थाल्छन् त्यति बेला हाम्रो नेपालको राजनीतिक प्रणालीले राजनीतिक पार्टीहरूले यी संयन्त्रहरूलाई स्वतन्त्रपूर्वक निर्बाध रूपमा आफ्नो तरिकाले पुनर्निर्माणको मान्यता अनुसार काम गर्न दिन्छन् कि दिँदैनन् भन्ने त अहिलेसम्म पनि चुनौती छ। जनतालाई अप्ठ्यारो परेको बेलामा तपाईँको प्रष्ट रूपमा उनीहरूलाई सहयोग गर्न सकेन भनेदेखि त त्यति बेला राज्यमाथिको औचित्य त जनताले गर्ने भयो नि। अहिले नै यहाँले भनिरहँदाखेरि पनि अहिलेको यो 10 महिनाको अवधि हुन लागिसक्यो, सरकारले पुनर्निर्माण महाअभियान भनेर घोषणा पनि गरिसकेको छ, तर वास्तविक रूपमा ग्रासरुट लेभलका जो जनता छन् तिनले चाहिँ सरकार छ, सरकार हाम्रो लागि हो भन्ने कुरा चाहिँ त्यो अपनत्व महसुस गर्न सकिरहेका छैनन्। यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ कस्तो असर पार्ला भन्ने लाग्छ तपाईँलाई? कस्तो खतराको सूचक तपाईँ देख्नुहुन्छ? जनताका सरोकारहरूलाई सम्बोधन गर्न सकिएन र जब जनताप्रति निराशा बढ्न थाल्छ भने त्यसले राज्य निर्माणलाई निश्चितै रूपमा नकारात्मक प्रभाव पार्छ एउटा। अर्को कुरो तपाईँ हामी त्यो भिक्टिम जो छ नि पीडितको दृष्टिकोणबाट हेरौँ न। म पीडित छु, मेरो घर भत्केको छ, मेरो परिवारहरूलाई असर पारेको छ र मैले नियमित रूपमा राज्यलाई कर चाहिँ तिरिराखेको छु, मलाई राज्यले सहयोग गर्दैन भने त्यस्तो राज्यप्रति मेरो अपनत्व कसरी होला भन्ने खालले हेर्दाखेरि त एकदमै सोच्नुपर्ने हो। तर्कको लागि त जे पनि हुनसक्छ नि, यहाँ कानुन छ, नियम छ, हामीले यो मिलाउनुपर्छ उहाँ मिलाउनुपर्छ, हो त्यो मिलाउनुपर्छ होला, तर त्योसँग जनताको सरोकार हुँदैन। जनताको सरोकार भनेको के हुन्छ भन्दाखेरि तत्काल उनीहरूलाई सहयोग पुर्याउनु पर्यो। अब अहिले हाम्रो एक्ट आइरहेछ जुन पुनर्निर्माणको एक्ट आइरहेछ त्यो एक्टलाई खुरुखुरु कार्यान्वयनमा लैजाने हो भनेदेखि त्यसले धेरै सहयोग पुर्याउँथ्यो होला। सरकारी नियम कानुन मिलाउँदाखेरि टाइम लाग्छ भन्ने एउटा तर्क हो। यस्तो खालको ठुल्ठुलो कामहरूमा र खास गरी राज्यको अघि तपाईँले भन्नु महाअभियानको रूपमा यसलाई परिभाषित गरेको कार्यक्रममा त ती कुराहरू त सबै लाएर मिलाउनु पर्यो नि। एउटा अन्तर मन्त्रालयको सम्बन्धको कारणले अप्ठ्यारो पर्यो, एउटा कहीँबाट स्वीकृति नभएको कारणले अप्ठ्यारो पर्यो भन्ने कुराहरूलाई लिएर त्यो तर्क त हुन सक्ला होला पनि त्यो यथार्थमा होइन, तर नागरिकलाई त्यसले कुनै सहयोग पुर्याउँदैन र त्यो भनेको अन्तिममा राज्य र जनताको बीचको सम्बन्ध टुट्ने हुन जान्छ। भनेपछि यहाँले भनिरहँदाखेरि जनतालाई अहिले स्रोत पुर्याउन नसके पनि कम्तीमा सरकार गरिरहेको छ भन्ने आश्वासन पुर्याएर उनीहरूमा ऊर्जा अथवा उनीहरूमा
आशा चाहिँ जागरुक बनाइराख्न सकिए पनि हुन्थ्यो भन्ने लाग्छ। त्यो त हो, तर यो आश्वासनले अब जनताहरू त्यति नेपालमा आश्वासन धेरै बाँडिएको हुनाले आश्वासनकै भरमा मात्रै चाहिँ जनताहरूले गर्दैन होला। स्रोत पुर्याउन नसक्ने त पुरै छैन। तपाईँको मुख्य कुरो नि अब अहिले यही पुनर्निर्माणकै प्राधिकरणको प्रावधान अनुसार हेर्नुभयो भने पनि ती 7वटा क्षेत्रीय अफिसहरू खडा गरेर क्षेत्रीय अफिसहरूले जिल्ला जिल्लामा सबै समन्वय गरेर काम गर्ने, जिल्ला लेभलका अफिस खडा गर्ने भनेर भनेको छ। यत्रो हामीसँग 1 लाखभन्दा बढी कर्मचारीहरू छन्, तिनीहरूलाई पठाएर भकाभक काम गर्ने हो भनेदेखि त तपाईँ यो त के हो भनेदेखि कमिटमेन्टको कुरो मात्रै हो कि। यहाँ साधन स्रोतको अभाव पनि हामीसँग छैन, जनशक्तिको अभाव पनि छैन। होला इन्जिनियरहरूको अभाव होला प्राधिकरणलाई, तर देशभरि त इन्जिनियरको अभाव छैन नि त। यत्रो राष्ट्रिय महाअभियान हो भनेदेखि त तपाईँको देशमा भएका सरकारी संयन्त्रमा भएका सबै इन्जिनियरलाई पठायो भने त 6 महिनाको लागि। तर त्यो गर्न केले रोक्यो? नियम, फलानु नियमले दिँदैन, उसले दिँदैन, यहाँ असर हुन्छ। त्यो भनेको के हो भने यसलाई राष्ट्रिय महाअभियानको रूपमा आत्मसातै नगर्नु, यसलाई जनतालाई परेको समस्याको रूपमा नस्वीकार्नु होइन भनेदेखि जेले अड्केको छ त्यो त सिङ्गै राज्य लागेपछि त त्यो फुकाउन नसकिने कुरा हुन्छ। त्यो त कुनै तर्कै देखिँदैन के। यो विपद पछिको कुरा गर्नुपर्दाखेरि कतिपय ठाउँमा राज्य मार्फतै पुगेका राहत अथवा कुनै एनजिओ आइएनजिओले बाँडेका राहतमा पनि स्थानीय व्यक्तिहरू बीच फाटो ल्याएको, स्थानीय व्यक्तिहरू बीच नै फलानुले नाम लेखाउँदा हाम्रो त छुट्याइदिएछ भन्ने कुराको त्यो खालको द्वन्द्व त अहिले पनि देखिराखेको छ नि समाजमा। त्यही भएर हामीले सरकारलाई मात्रै भन्ने कि समाजका केही व्यक्ति अथवा समाज स्वयं पनि दोषी छ? प्रमुख जिम्मेवार सरकार हो, त्यसपछि त हामी सबै जिम्मेवार छौँ। राजनीतिक पार्टीहरू, यहाँ सुन्नु न, राजनीतिक पार्टीहरू सबभन्दा जनतासँग प्रत्यक्ष संलग्न भएका संरचना भएका राजनीतिक पार्टीहरू हुन्। उहाँहरूले पनि त्यसमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ। स्थानीय स्तरमा भएका बौद्धिक मान्छेहरू, टिचरहरू जो छन्, यहाँ चाहिँ जेलाई पनि राजनीतिकरण गरेर हेरिने कारणले एउटा पार्टीले एउटालाई गलत मान्छे सिफारिस गर्यो भने अर्कोले 3 जना गलत फेरि सिफारिस गर्ने खालको यो नियत नै गलत र प्रक्रिया विधि नै गलत तरिकाले लामो समयदेखि स्थापित भयो। नेपालमा सन् 1990 देखि नै यो गलत प्रक्रियाले भएको हो। त्यस कारणले यसमा स्थानीय स्तरमा पारदर्शी तरिकाले काम गराउने गर्ने कामहरूमा त स्थानीय स्तरदेखि सबैको जिम्मेवारी हुन्छ नै होइन। त्यसको सरकारी संयन्त्र एउटा पाटो हो, महत्त्वपूर्ण पाटो हो। त्यत्तिकै महत्त्वपूर्ण पाटो राजनीतिक पार्टीका संयन्त्रहरू हुन्। त्यसपछि गएर नागरिकहरू, सचेत नागरिकहरू, मिडिया सबैको जिम्मेवारी हुन्छ। र ती जुन तपाईँले भन्नुभयो नि यी खालका कन्फ्लिक्टहरू प्रायः आउँछन् पनि। फेरि यति ठुलो अपरेसनमा यत्रो ठुलो काम गर्नु पर्दाखेरि काहीँ प्रक्रियागत कमी कमजोरीहरू हुन्छन्। महत्त्वपूर्ण कुरो के हो भने त्यसलाई तत्काल समाधान गरिहाल्नु पर्यो, त्यसलाई सम्बोधन गरिहाल्नु पर्यो, त्यसलाई बढेर जान दिनु भएन। बढ्यो भने अनि तनाव हुँदै जान्छ, राजनीतिकरण हुन्छ, अनि त्यसपछि स्थानीय स्तरका द्वन्द्वहरू सृजना भइहाल्छन्। यसको एउटै उपाय भनेको जहाँ पारदर्शी तरिकाले काम गर्ने र जहाँ कमी कमजोरीहरू देखिएका छन् त्यसलाई सही तरिकाले तत्काल सम्बोधन गरिहाल्ने, त्यो नै सही उपाय हो भन्ने मलाई। हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब अन्त्यमा आज हामीले जुन द्वन्द्व, प्राकृतिक विपद र यसको चाहिँ राज्य निर्माणमा कस्तो प्रभाव पर्छ भनेर छलफल गरिरहँदाखेरि यहाँले थुप्रै सकारात्मक र नकारात्मक उदाहरणहरू पनि दिनुभयो। हामी सकारात्मक सोचौँ, सकारात्मक बन्न सक्ने प्रावधानहरू चाहिँ के हुन सक्छन्? अब आगामी दिनमा कसले के गरिदियो भने चाहिँ हामी उज्यालो देख्न सक्छौँ? एउटा त नेपाली समाजमा अहिले नकारात्मक वातावरण बने तापनि नेपाली समाज रिकन्सिलिएसन भन्छ नि, मिलेजुली गर्न, विगतलाई बिर्सेर छिट्टै अगाडि जानलाई एकदम तयार छ। देखिएको छ, त्यो देखियो, द्वन्द्वकै समयमा पनि देखियो। एउटा त्यो हो। अर्को राजनीतिक पार्टीहरू पनि हाम्रो राजनीतिक पार्टीको नेतृत्वको चरित्र सहकार्यमा, कुरा सुन्नेमा, एकोमोडेट गर्नेमा संसारमै स्थापित भएको छ। कार्यान्वयनमा जानेमा केही कमी कमजोरीहरू होलान्, तर पनि त्यो राजनीतिक पार्टीहरूको पनि हो। प्राविधिकरण पनि अहिले प्राधिकरण छुट्टै इस्टाब्लिस भएर एउटा राम्रो खालको टिम पनि आइसकेको छ। यसले गर्दा धेरै सकारात्मक पाटाहरू छन्। ती सकारात्मक पाटाहरूलाई तर
नागरिक खबरदारी हामीले अहिले जे कुराहरू गरिरहेका छौँ यो खालले सबैतिरबाट आवाजहरू उठ्ने, सहीलाई सही र कमजोरीहरूलाई सुधार्नु पर्यो भनेर सम्बन्धित निकायसम्म पुर्याउने कुराहरू, अध्ययन अनुसन्धानलाई नियमित बनाउने कुराहरू, सरकारका जिम्मेवार अधिकारीहरू जसको काम अनुगमन गर्ने छ, जसको काम गल्ती गर्नेलाई कारबाही गर्ने छ, उनीहरूको सक्रियता भयो भनेदेखि यो हाम्रो लागि ठुलो अवसर हो र नेपालमा यही भूकम्प पछिको पुनर्निर्माणलाई नै एउटा राज्य पुनर्निर्माणको महत्त्वपूर्ण आधारको रूपमा विकास गरेर, नमुनाको रूपमा विकास गरेर अगाडि बढाउन सकिन्छ। हजुर, यहाँले भने जस्तै हाम्रो लागि यो भूकम्पीय पछिको यो पुनर्निर्माण अवसरको रूपमा उपयोग हुन सकोस्, यहाँले जुन कुराहरू अहिले भन्नुभएको छ, हाम्रो नीति निर्माता र सरकारवाला सबैले यसलाई ध्यान दिउन्, हामी यही कामना गर्छौँ र हामीलाई समय दिनुभयो, विचार राखिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद कल्पनाजी। हस् त, यिनै विविध सामग्रीसहित आजलाई कार्यक्रमको समय सकिएको छ। अर्को साता शनिबार यसै समयमा सहभागिता हेर्न नभुल्नुहोला। कार्यक्रमको बारेमा तपाईँका कुनै पनि सुझाव, आलोचना, सल्लाह र प्रतिक्रिया छन् भने तपाईँ टेलिभिजनको स्क्रिनमा देखिएको यो ठेगानामा टेलिफोन अथवा इमेलका माध्यमबाट पठाउन सक्नुहुन्छ। आजको कार्यक्रमबाट सम्पूर्ण युनिटसहित मलाई पनि बिदा दिनुहोस्। तपाईँको यो साता सुखद बितोस्। नमस्कार। Thank you.